क्यापिटल एक्स कि स्मल एक्स। कट्टु पनि छ तर देखिएको छैन। भएका सम्पूर्ण दर्शक महानुभावहरूमा मेरो यो हाम्रो कार्यक्रमको तर्फबाट एक मुष्ट अभिवादन। तपाईँको एक्सले, यो चाहिँ क्वेसन मात्र हो, एक्सले फेरि पनि डेटिङ जाउँ भनेर प्रस्ताव राख्नुभयो भने तपाईँ जानुहुन्छ कि जानु? क्यापिटल एक्स कि स्मल एक्स। तपाईँको बर्थडेमा किन बोकाको मुख दिनुभयो? बोकाएन खसीको। तर बोकाकै जस्तो कसो थाहा पायो फेरि बोकाएर खसी? तपाईँले आज कट्टु लगाएर आउनु पर्ने, पानी लगाएर आउनु भएछ। यो के थियो त? कट्टु पनि छ तर देखिएको छैन। यो राजारामलाई त्यही भएर यो भाइलाई मैले बोके भाइ भन्छु क्या, निकोला यसको अर्थ खास के बाख्रीले बोकै देख्छ। एउटा जेलमा उहाँले 3 जना कैदीलाई एक झापर हानेर चाहिँ नि केरकार गर्नुपर्ने, रिहर्सल गरियो, फर्स्ट टेक गर्यो, सेकेन्ड टेक मेरो मिस्टेक भयो कि के मिस्टेक राशिको मिस्टेक भयो, उहाँले जड्याङ 3 जनालाई हानेको मेरो त एउटा गेडो फुट्ले जस्तै भयो नि। दुईजना हुन्छ। मलाई हेर्नुहोस्, अब यो मलाई यही नायिका असाध्यै मनपर्छ भनेर त्यो भुतुक्क हुन्न। किनभने मैले उहाँलाई मन पराएँ भने मैले बिहा गर्ने होइन, लभ गर्ने नि होइन। तपाईँले लभ गर्ने कि नगर्ने आज भन्नुहोस् न मलाई गाउँदा। लभ गर्ने म जस्तो अहिले करुणाजीसँग बाटोमा आउँदाखेरि एउटा जिम्मेवारी उहाँले मलाई दिनुभएको छ। के रुको जरा सबर करो। जिम्मेवारी दिनुभएको छ त बताउनु। मैले करुणाजी तपाईँको बोयफ्रेन्ड छ कि छैन भनेर सोधेँ। छैन दाइ, मेरो त्यति केटा खोज्ने फुर्सद पनि छैन भन्नुभयो। अनि त्यसो भए यसो गर्नु, म पनि खोज्दै गर्छु, नपाउन्जेल मेरो हुनुहोस्, पाउने बित्तिकै ह्यान्ड ओभर दिन्छु भनेर है। मैले त्योभन्दा बढी भन्न सक्दिनँ। तपाईँ धेरै पिउनुहुन्छ किन? के पानी पिउनुहुन्छ? पानी त पिउँछु, पानी पिएन भने किडनी बिग्रिहाल्छ। अल्कोहल अल्कोहल पनि पिउँछु। कति खानुहुन्छ? कति प्याक? नलागुन्जेल। टाइममा त प्याकको प्याक दाल भात खानुपर्ने भनेर कति छाक खानुपर्ने हो नि त, होइन? होइन, भात धेरै खाएर फाइदा छैन। त्यसले के हुन्छ भने कार्बोहाइड्रेट बढी, भुँडी लाग्ने, अनि त्यो बढी केटीतिर आँखा जाने। यति धेरै काम गर्नु भएको छ, कति एक्ट्रेसहरू तपाईँको एकदम क्लोज फ्रेन्ड पनि बन्यो होला नि, कसैलाई देखेर भएको छ कि छैन? त्यो फिल्मी आर्टिस्टले देखेर त भएको छैन, तपाईँले देखेर चाहिँ अलिकति हो कि जस्तो कता कता फिलिङ। किन दिदीलाई एकदमै सताउनुहुन्छ? सता छैन म, किनभने दिदी मभन्दा धेरै पुरानो कलाकार होइन। दिदी पनि, दिदी कुनै एङ्गलबाट नराम्रो देखिन् भनेर म मेकअप म्यानलाई यति गाली गरिरहन्छु। बसु दिदीको मेकअप गर्न जब लाग्छ त्यो आफू भन्ने हाम्रो मेकअप म्यान, त्यसलाई म गाली गरिरहन्छु। दिदीको कहीँ एक ठाउँमा चाउरी देख्यो भने राम्रो हुँदैन। रुला दिया आपने, एक आदमी में इतना टैलेंट कैसे होता है? राजा दाइ त झन् अब के भन्नु, राजा दाइ एनी टाइम मुडमै हुनुहुन्छ होइन दाइ? एकदमै मुडमै हुनुहुन्छ है तपाईँ? बिहान आँखा खुलेदेखि ननिदाएसम्म मुडमै हुन्छु म। मलाई यो त्यो सानसानो केटाकेटीहरूले भने भए बेग्लै हुन्थ्यो। यो तरुणी बरुणीले अङ्कल भनेको असाध्यै मनपर्छ। किनभने अङ्कल 2 प्रकारका हुन्छन्। एउटा केटाकेटी भाडाबुढीहरूले भन्ने अङ्कल, अर्को वर्षा जस्तो तरुणी बरुणीले भन्ने अङ्कल। त्यसमा के छ भने फरक, स्पेलिङमा फरक छ। केटाकेटी भाडाबुढीहरूले भन्ने अङ्कललाई UNCLE अङ्कल भन्छन्। वर्षा जस्ता तरुणी बरुणीले भन्ने अङ्कललाई चाहिँ ONCALL कल। यति हल्ला चलाएको छ कि त्यो प्रेस मिटको नाचले यति हल्ला चलाइदियो कि युट्युबभरि बवालै छ। यो नाच चाहिँ कहाँ सिक्नु भयो दाइले? नाच चाहिँ मैले म सानो आमाको गर्भमा हुँदा खुट्टा खुब चलाउँथेँ नि, त्यही बेला होला।